कसरी छिर्ने अब तिमीले ओए साथी र्याङ्क खेल्न मिल्दैन मैले मसँग मिल्दैन यो श्रेष्ठ भनेको को बहिनी हो कि भाइ हो यहाँ बोलेर कहाँ सुन्छ त त्यहाँ यस्तो छ स्पिकरमा छैन क्या विदेश भाइ त्यो अनै छ क्या मेरो अनै छ भाइ आयो त एप्लाई टु जोन भनेर यो मुझे घले भनेर छेडेर आयो त नि डेस्कटप अडियो के भन्छ त्यो दाइ गेम चाहिँ के हो भनेको 5 जना लबीमा हुन्छ नि कसरी बेस्ट आउँछ आइहाल्छ नि कसरी आउँछ साथी 5 जना हुँदा कहाँ खप्टाउनु मुझे 5 जना भएपछि त कति जना थिराउन मिल्छ र हो दाइ हैन प्री इन्भाइटको लागि यताउति मिल्छ क्या पब्जी हैन क्या यो अब क्रेट ओपनिङ चाहिँ हानौँ न साथी क्रेट ओपनिङ चाहिँ हानौँ न त हामी ए लामो जस्तो क्रेट ओपनिङ नभन्न हो चिक्ने केही छैन के दिन्छ तिमीलाई सेकेन्ड आइडीबाट आएर खेल्नु क्या सँगै रिमे दाइ सानो आइडीहरुबाट आएर ए क्लासिक त खेल्न मिलिहाल्छ नि भाइ क्लासिक खेल्दा पनि भइहाल्यो नि र्याङ्कै खेलाउनु न बुढालाई र्याङ्क पनि खेल्न मिल्छ कि एकचोटि स्टार्ट थिस् त 5 जनाहरुले चिनेकै छ त ससिन साडे दाइ खेल्छ सेकी दाइ खेल्छ अ प्लेयर इन दिस टिम हैज भेरी अनस्टेबल नेटवर्क अरे को यो प्रशान्तको भएर चाहिँ रहेछ नत्र खेल्न मिल्छ होला म निस्किन्छु नि त डिस्कर्डमा आइज नि भाइ डिस्कर्डमै छु दाइ कहाँबाट आयो दाइ त ए ल यहाँबाट चाहिँ निस्किन त गेमबाट चाहिँ निस्किसक्यो ल ओ तर म त बिस्नेले डिस्कर्ड डाउनलोड गरेन नै मलाई मेसेज गर्यो होला को रिजन हो खोइ रिजन अरे बिस्ने आएला कि कान्ने एउटालाई त हो क्या को लिडर लिडर माथिबाटी क्रस दाइ ड्याम भन्नु बोटो डिस्कर्ड भएन ओ यसको दिमागले त झन् के भ्याउला है मोबाइल लिजेन्ड धेरै आइटम हुन्छ कहाँ बुझ्दैन टाइम लाग्छ पब्जी त अहिलेसम्म अहिले पब्जी त बुझेको छैन मुझे अहिलेसम्म मुझे पब्जी त खेल्छ हो यस्तो बन्दुक यो बन्दुकले यस्तो गर्छ नेटले यस्तो गर्छ भनेर थाहा छ नि त स्मोक हान्ने यो गर्ने त्यो गर्ने त थाहा छ नि त डिस्कर्डमा आउ न पासपोर्ट बिर्से पनि नयाँ बनाउ न नयाँ ओइ न्यू बनाएको छ अरे कि न्यू बनाएको छ अरे त्यसलाई डिस्कर्डको लिङ्क पठाउँछ हाम्रो होराको ल ल नयाँ आइडी बनाऊ अनि त्यसले पर्सनले तिमीलाई पठाइन्छ लिङ्क अनि आऊ डिस्कर्डमा अनि जेनेरलमा आएर बस जेनेरलको भोइसमा आएर बस उसले तान्छ दाइ स्किन निकाल्नु भन्नु न हो र दाइलाई अरे मुझे अहिले यो स्किन गिफ्ट गर्न नमिल्ने मुझे स्किन निकालेर के गर्नु जब मुझे स्किन गिफ्ट गर्ने खालको मुझे स्किनहरू आउँछ तब रनमा गर्ने हो यसको मुझे आइडी म लिन्छु मुझे अब यसले खेल्दैन यो 10 वटा स्ट्रिम गरेपछि खेल्दैन त्यो आइडी म लिन्छु चिक्ने मलाई नै मुझे 10 वटा स्ट्रिम हैन हो लामो म आज गर्छु भोलिदेखि त गर्नु मुझे म कहाँ गर्छु अब देखेनौ त अनि मलाई मुझे आइडी पनि आउँछ मुझे युट्युबको उयो पनि आउँछ मुझे आइडीले मुझे मेरो आइडीमा पठाउने हो मैले त्यो गर्न खेल्न चाहिँ दिउँसो त खेल्दाखेरि मेरो आइडीबाट खेल भन्नाले मेरो आइडीबाट हल्का यताउति गर बाले भएन 50 भ्युज आए पनि तर यो च्यानल खोलेपछि मुझे आइहाल्छ मेरो च्यानलबाट गरेपछि 1000 वाचिङ त आइहाल्छ साथी मुझे मेरोमा चाहिँ चिक्ने तैँले के 100 भ्यू आउँदैन जस्तो लाग्छ के छैनौ साथी भन्नु खोजेको 100 150 त आउँछ के भनेको तैँले मैले बुझेँ कि भन्नु खोजेको अब यसै पनि 1000 त आइहाल्छ गर्न मजाले भनेको नि आम्मामा एक गेम खेल्न मुझे 1 घण्टा भइसक्यो यार ओइ आएन है एकजना बोलाएर खेल्दिम यार एक गेम है यो 5 तारालाई बोलाम न त्यो मुझे बिस्नेले बुझ्दैन पनि हो बिस्नेले बुझ्दैन पनि लास्टै टाइम लाग्छ क्या 5 तारा बोलाम गरेको दाइले फेरि मास्टरको प्लेयरले कोरियाको लड्की छ कि लड्की यो मुझे फोटो हालेको मात्र हो साथी माथि त चाइनिजहरु पर्यो त यार कहाँ चाइनिज पर्यो खोइ कहाँ चाइनिज सब नेपाली सर्भर हो होइन नेपाली सर्भर छ क्या के खेल्ने झाट त म के खेल्नु साथी कुन सजिलो हुन्छ सजिलो लेला खेल लेला
लेलालाई त्यो ओ लेलामा त मेरो त घरमा- अनि खतरा छ त साथी रोबोट सोबोट मुजी ओभर देखायो त अनि स्किन त मेरो त डेन्जर छ त मसँग त स्किन त्यो मुजी झाँट स्किन हो गन सन मुजी ओभर हान त यार त्यो झाँट स्किनै हो क्या हो र खतरा स्किन चाहिँ मैले अब देख्छस् भित्र गयो र सबैजनाले लाइक गरौँ एकवटा लाइक गरौँ गेमको माइक अफ गर्नु रे दाइ गरे हो र स्पोर्ट्सको लास्ट बिजोक भएको छ यार केटाहरूको हिजो ल्याङ भयो क्या कतारमा त्यही भएर आज चाहिँ आउँछ होला अहिले त ठिक भइसक्यो होला होइन कतारको अहिले त ठिक भइसक्यो उड्दै थियो के प्लेनहरू उठिसक्यो भनेपछि आज हिजोको टाइममा आज उठाउँछ होला फेरि खै त्यहाँ के कुरा हुँदैछ अब केटाहरूलाई त एयरपोर्टमै राखेको छ यार मुजी थैट कति घन्टा भइसक्यो एयरपोर्टको गेम साउन्ड डबल आयो Hello, big fella. 5 seconds till the enemy reaches the battlefield. Smash them. All troops deployed. जित्नुपर्छ कि अनि म्याक्स त्यो कसरी फुल हुन्छ हुनुपर्छ तेरो त्यो प्लस देखाउने बित्तिकै थिच न प्लस देखाउने बित्तिकै थिच के अनि युज नगर्नु युज गरिहाल्ने होइन क्या एनिमीहरूलाई मात्रै हान्ने युज कुन चाहिँ प्लस एओई राम्रो हो कि ब्रस्ट राम्रो हो कुन राम्रो हो ब्रस्ट भनेको सुरुमा अल्टिमेट जुनै पनि गर्न जुनै पनि दाइ हजुरको ल्यान यो होइन क्या बिर्सिनु भएको ए म अर्को लेनमा आएँ जुत्नु तेरो माथिको लेन हो क्या रन्डी ओटन हजुरको लेनमा एउटा एनिमीले एक्लै हान्दैछ टावर खाली छ गाडीमा चढ्न पनि मिल्छ त्यहाँ चढ्नु पर्थ्यो नि ए चढ्दिनँ अघि चढेको त किन आएको त मेरो लेनमा मेरो एउटा ममुजी फ्रीम्यान हो क्या म चाहिँ जङ्गल हान्ने हो क्या यसलाई मारौँ न आइज त दिन्छु मुजीलाई ए गर्दा त दाइले अल्टी हाने तर कसलाई हाने यो दाइले अति हाने मैले हाने हो मुजी डेन्जरलाई कसो किलायो इलाएन यता मिन्सितरहरूले पेलिरहेको छ होइन हानो दाइले यो फोपिङ्गर खेल्ने बानी लाएर हो क्या स्क्रिन यता जाने सही म मुजी कहाँ पुऱ्याउँदैछु क्या स्क्रिन जाइरो यो अझ जाइरो त्यो अब अरू मोबाइलमा गेम खेलिँदैन नि त अनि यसो हेर्ने बानी हुँदो रहेछ क्या यसो गरेर माथिसम्म परसम्म क्या तर त्यो राम्रो यो लिङ्कमा दाइले कसरी हेर्छ उयो चाहिराले मलाई पेलो यार कडा बचाउ न कभर यता आइज न भाग अति पेलो यार कस्तो हान्यो नि मुजी मलाई त यार टावरको डाइरेक्ट रिकल भन्ने छ त त्यो रिकल गर्ने हो क्या घर जाने हो क्या त डाइरेक्ट त्यसरी हिँडेर जाने होइन साथी रिकल थिच्दाखेरि ए मुजी रिकल थिच्दाखेरि हल्का टाइम लाग्दो रहेछ नि त हल्का टाइम लाग्दा हिँड्दै झन् टाइम लाग्दैन त मुजी आफ्नो देशमा जानु त हिल गर्न आफ्नो टावर हुन्छ कि कडा कोही म्याच आफू जहाँ जन्मिन्छ त्यहीँ के फर्केर जानु त रिकल हाने भने चाहिँ ट्याक्कै त्यहाँ पुऱ्याइदिन्छ क्या टावर हुँदो रहेछ नि त हाम्रो पनि टावर हुँदो रहेछ नि त यो होइन हौ ठुलोवाला हुन्छ पछाडि स्पन हुने हामीसँग तर जिताउने हिरो छ त बेसमा जानु न बेसमा यो अब हाम्रो प्लेयरहरू कस्तो रहेछ अरू टिमहरू अपोनेन्टहरू दुईटा एमएम खेलिरहेछ जित्नु पर्ने हामीले एडोरा छ मुजी एडोरालाई मुजी एक शट हो जिन्दगीको म्याच सिक्ने सबसे गाह्रो 3 घन्टा बताया मेरो यो यो मुजी गङ्गटा त मान्छे हैन नि हैन होइन
यसलाई चिक्ने हल्का हान्दै जिस्काउँदै हिँडेको यार गङ्गटा हान्न त्यो हान त्यहीँ हान्न त्यसलाई हानेर बस् न त्यो त्यो फिर्ता गयो भने त्यसको हेल्प पर्छ क्या फेरि ए हो हान्न मुजी हान बेसी काटा हान उम्, त्यसले पैसा दिन्छ क्या तँलाई पैसा हो अब उता टावर हान्न जा मुजी माथि टावर हान्न जा यहाँ माथि कहाँ माथि मुजी त्यहीँ ऊ अगाडि धेरै लेनको सिधै मभन्दा धेरै फार्म भइसक्यो अरे उताको लेन्स लडेर मारो नि यार ओइ त्यसको छेउमा जाने होइन नि त मिन्चितरले तान्छ क्या तँलाई हु कान्छ क्या मभन्दा धेरै फार्म बनाइसक्यो अरे लेन्सीले मेरो कति किल छ 0 तेरो सुन्ना कहाँबाट हेर्छ माथि लेखाइरहेको छ त 022 11 022 12 हेर्नु न टु यो 0 2 0 टु चाहिँ मरेको 2 लट अँ अनि त्यो अर्को त्यो क्रस मुठी भनेको अर्को तरबार जस्तो छ के 0 किल अन्त एसिस्ट हो हात उठाएको? असिस्ट हो क्या असिस्ट पनि 0 किल पनि 0 मरेको छ 2 उम्, गङ्गटा बिचमा मारे टिममेटहरु ल बिचमा जानु न गङ्गटा मारेरै जिन्दगी जाने भयो त मुजी मेरो त हजुरको लङ्गटा सबै मारेर होइन क्या टिममेट त्यहाँ टिम फाइटमा पनि आइज न मुजी कहाँ परिरहेछ टिम फाइट बिचमा तपाईँको राइट 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 जानु त यो युगिर भन्ने म्याच सिक्ने अघिदेखि हिरो भइरहेछ यार मलाई त हेर्न है मुजी अन्धै बनाएर हान्दैछ यार सब मुजी हर्न बजेको जस्तो साइन बजाउँछ अनि हान्छ चिक्ने के थिच्न पनि बनाउँदैन त्यो त्यही स्टन हानेको क्या स्टन ग्रेनेड के थिच्न पनि मिल्ने नबनाइदिन्छ यार मुजी त्यही राउन्ड डिभिजनको छोरासँग परिरहेछ मेरो 1v1 अघि अनि त्यहाँ नबस्न त मुजी त्यहाँ नबस अब आइज यहाँ हामीसँगै हिँड क्या सँगै हिँड तँलाई एक्लै पेल्यो क्या तिनीहरूले हेलो राइजन के छ यार ठिकै छ यार भाइ यस्तो हो क्या हजुरले तान्ने क्या इनिमी टाढै बसेर हान्ने बुझ्नु भएन ए डिस्काउन्ट टक्क त्यसलाई यता यता आउनु बोलाउने क्या आफू चाहिँ पछाडि ब्याक ब्याक आउँदै आउँदै हान्दै हान्दै ब्याक आउँदै हान्दै हान्दै ब्याक आउँदै अनुहारै गयो भने त दाइ अनि यसको एचपी थोरै हुन्छ क्या फेरि आयो यो आ भन्ने बचाउनु है यो त आम्बोले त मलाई कस्तो सेको सेको यार ओइ यो कुन क्यारेक्टर हो हामीसँग बस भनेको मुजी त्यो चाउ हो क्या आम्मामामा उडाएर माथि नै सिक्ने ढाम 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 ओए यार अति सेको यार त्यसले त मुजी मलाई साथी तिनीहरूको एटाकीमा खेलिरहेको तिनीहरू टाढा टाढा बस्नु पऱ्यो नि त दाइ म्यापमा देखाउँछ नि त तिनीहरूको लोगो नजिक आएपछि कस्तो सेको यार त्यसले त्यसलाई पनि मुजी मैले खेदाइ सिकेँ त म्याच सिकनलाई फ्लिकर हान्दो रहेछ यो दाइलाई खेलाउनु न दाइ कभरमा लिँदै दाइ अनि सँगै आएर बस भनेको आउँदैछ मुजी आउँदैछ आइसके त लगभग नजिकै हो आहा यार ए मुजी कहाँ हिँडेको हो त चिक्ने मर हो यो त साथी अनि तिमीहरू त्यही थिस र त्यही आएको त हो म त्यहाँ एक्लै त थिएँ नि खै मुजी आइज भन्छ घरि मुजी एक्लै थिए भन्छ अब के चाहिँ गर्नु अनि त त्यहाँ यार? ए बाबा मर्न आँटेपछि आएर हुन्छ त यो प्रजित तेट भन्दैछ उसले चाहिँ कति नै मुजी खेल्ने जस्तो यार हेर्न है कति भयो लाइभ गरेको केटा हो टाइम हेर त युट्युबमा युट्युबमा 1.5 घन्टा 1.5 घन्टा भर्खर उम्, के भन्छ हो प्रशान्त भाइ मुजी ठन्डा हुन्छ क्या यसमा के हो त? मुजी उयो बनाएको रहेछ किन 91 मिनेट्स आउनु थियो कहिले 3 घन्टा काट्ने हो यार म्याच चिकन एक गेमै हुन्छ 40 मिनेटको जिम्मेदारी खेल्नु पर्छ। 40 मिनेट 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 40 मि
ए टावरको छेउमा बस्यो भने त टावरले मारिदिने रहेछ म चाहिँ इनिमीलाई त्यही भन्दैछु त म त यस्तै गङ्गटाहरू हान्दै बस्नु पर्यो यार अब 1 घन्टा म चाहिँ गङ्गटाहरू मात्रै होइन क्या कस्तो लौडी रहेछ यार यो त हेर्न साथी गङ्गटा हान्दै गर्दाखेरि यो आएर चिक्ने फेरि त्यसरी नै हान यार उडी उडी मुजी लिकर स्लिकर हुन्छ उडेर हानिहाल्छ नि के गर्ने हो यार म चाहिँ बुझ्दै बुझिनँ यार कसरी हान्नु त्यसको फर्स्ट स्किल लाइस भने अलिकति स्पिड हिँड्छ क्या गङ्गटा पनि हान्न दिएन यार त्यो त त कस्तोमा हानेछ यार ए म चाहिँ गङ्गटा आफ्नै दुनियाँमा हानिरहेको थिएँ सिधै आएर उडेर हानु यो लैला म जतको रहेछ हौ लैरा दाइ तर ठिकै हो स्टार्ट गर्दा सिक्नु सजिलो हुन्छ नि उयो बनाएर कस्तो लङ रेन्ज खेलेको हानेकै यार। राम्रो। स्किल युज कसरी गर्छ त्यही छ त दाइ स्किल बस थिचेर मुजी त्यहाँ। त्यो 3टा डब्बा भएको हो नि त 3टा डब्बा भएको एउटा हो क्या त्यो लास्टकोले चाहिँ परसम्मको हान्छ होइन फर्स्ट स्किलले पनि अलिकति टाढै हान्छ तर त्यसलाई तैँले त्यो स्किल चाहिँ लगाउनु पर्यो त्यो लागिसकेपछि चाहिँ अलिक टाढासम्म हान्छ अलिकति तेरो मुभमेन्ट पनि बढ्छ सेकेन्ड स्किलले चाहिँ हान्न दिएन यार बिचा आउनु भन्दैछ हो यो डिस्कर्डमा को हो कहाँ हामीसँग खेल्ने मान्छे हो डिस्कर्ड बिचामा आउनु दाइ दाइ बिचामा आउनु भन्दैछ त गेममा आएको हो दाइ साउन्ड ए मसँग गेम रहेछ नि त गेमको साउन्ड अन रहेछ कि कहाँ हिँडेको त बिचामा तल त्यत्रो मिलियन गइसक्यो दाइ हजुर एक्लै हिँड्नु भने चाहिँ सेक्छ है हजुरलाई आएर ड्युटनको छ हेर त एकै गोलीमा हेर्न एकै सटमा 100 सिक्छ क्या ओ यार एक फार्म भएपछि हान्छ क्या फार्म भइसकेपछि हान्छ मुजी होइन हौ एकै सटमा चाहिँ कसरी मेरो त्यत्रो एचपी घट्छ भनेको क्या साथी त्यो फार्म भएपछि धेरै फार्म भएपछि त्यसको आइटम भएपछि हान्छ को कस्तो हानेर तर बुटले हाने जस्तो यार जसको यहाँनिर चाहिँ जसको पैसा धेरै जसको आइटम धेरै त्यसले सेक्ने हो क्या खै त दाइ हजुरले सेकेको नि ए म चाहिँ डेथ रिप्लेमा छु म चाहिँ 1 घन्टाको डेथ रिप्लेमा छु सिक्ने कस्तो यो मिन्स तर हल्लिन नदिएको यार ओइ हान्न मुजी माथि चाहिँ कहाँ गएको तल लामो माथि चाहिँ हान्न मुजी सक्यो गेम सिक्ने ए मुजी खतरा खेल्छु भन्थिस् त हो मुजी गेडा जस्तो खेल्दो रहेछ मुजी हार मुजी यार कस्तो तिमीहरू गुल्ला जस्तो भएपछि पेल्दैन कस्तो कुरा गर्छ यार पेल्दैन त्यहाँ अर्लीमै हेर त कस्तो हानिसक्यो साथी क्यारी हान्नु पर्यो नि त यार क्यारी मुजी एकजना मात्रै बिल्ला भएर हुन्छ त बोलाउनु न हजुर खै त म छु त फर्स्टमा त मुजी को बोलाउनु लौडा फर्स्टमा चाहिँ सिक्ने ब्रोन्ज पाएर मुजी फर्स्टमा छ अरे माथि त मलाई देखाए त नि माथि त देखाएर त खतरा हो त त्यहाँ मुजी साइडमा ब्रोन्ज पनि पाएको छैस नि त्यो पनि हेर न दाइ के हुन दाइ ब्रोन्ज भनेको ब्रोन्ज त पाएन त दाइ के नपाउनु भन्नु ब्रोन्ज चाहिँ मुजी सबभन्दा झाँटै तै हो टिमको बुझी साथी मुजी भर्खर त खेल्दैछु त मुजी झाट भइहालिन्छ नि यार कति भन्यो